आजको यस भिडियोमा सबैजनालाई स्वागत छ। आजको यस भिडियोमा हामीले मुख्यतः हिसाबद्वारा जारी गरिएको फाइनल एक्जामको लागि क्वेसनले हामीले मात्र इम्पोर्टेन्ट क्वेसन, त्यो पनि लङ क्वेसनको मात्र हामीहरूले यस भिडियोमा छलफल गर्छौँ र इम्पोर्टेन्ट क्वेसन नै हुन्छ। फाल्तु या कुनै पनि क्वेसन हुँदैन जसलाई हामीले त्यति ध्यान दिनु पर्दैन। जुन क्वेसन हामीले हटाइदिएछौँ मात्र इम्पोर्टेन्ट क्वेसन, त्यो पनि लङ क्वेसनको त्यसबाट हामीलाई कन्फर्म थाहा छ कति मार्क आउँछ। 16 मार्क हामीबाट आउँछ। हाम्रो 16 मार्कको क्वेसन आउँछ हामीबाट। त्यो पनि बोटनीको लङ क्वेसन 16 मार्कको हुन्छ र त्यहीँ हामी जुलोजी लिइहाल्यो त त्यहाँ पनि जुलोजीमा पनि हामीबाट 16 मार्कको यहाँ पनि क्वेसन आउँछ। त 16 32 मार्क भइहाल्छ र त्यसैले यो तपाईले अगर लङ क्वेसन गरिलिनुहुन्छ फाइनल एक्जाममा त तपाईको कन्फर्म नै पास भइहाल्नुहुन्छ। त जरुरी छ हामी त्यसैले यसको मात्र लङ भिडियोको यस भिडियोमा हामीले मात्र छलफल गर्छौँ। र सबैभन्दा पहिला हामीले जुन बोटनीको बात गर्छौँ। बोटनीको तपाईको लागि ग्रुप सीमा जुन लङ क्वेसन हुन्छ त्यहाँबाट मात्र 2वटा क्वेसन हुन्छ। 2वटा मध्ये एउटामा 10 नम्बरमा जुन क्वेसन हुन्छ त्यसमा एउटा अर लागेको हुन्छ। त्यसले हामीले कुनै एउटा क्वेसन गर्नुपर्छ र 11 नम्बरमा जुन क्वेसन त्यसले कन्फर्म नै गर्नुपर्छ। हामीले अरबाट दुईटै अरबाट गरिले तब त्यहाँ 16 मार्क पाउँदैन। त्यसैले ध्यान दिनु होला कहाँ अर लागेछ, त्यही त्यसमध्ये एउटा क्वेसन गर्नुपर्छ। त्यसैले हामी पहिले 10 नम्बर नै हेरौँ। 10 नम्बरमा तपाईँ हेर्नुहुन्छ तपाईँ कन्फर्म एउटा फ्यामिली हुन्छ। अब क्लास 11 मा त 4वटा फ्यामिली छ। 4वटा फ्यामिली कुन रहेको छ? सबभन्दा पहिलो फ्यामिली हामीहरूको रहेको छ ब्रासिकेसी, त्यसपछि फ्याबेसी, त्यसपछि सोलानेसी, त्यसपछि लिलिएसी। यो हाम्रो 4वटा फ्यामिली रहेको छ। 4 मध्ये फ्यामिलीबाट कुनै एउटा कन्फर्म क्वेसन आउँछ नै आउँछ। यसबाट थाहा छ के आउँछ तपाईको क्वेसन आउँछ कि राइट द फ्लोरल क्यारेक्टर अफ फ्यामिली ब्रासिकेसी along with its floral formula and floral diagram, and also write scientific name of any 2 economical plant of this family। 2वटा भन्न सक्छ इकोनोमिकल प्लान्ट या 3वटा पनि भन्न सक्छ। अब के भयो त्यहाँ हेर्नु राम्रोदेखि। यहाँ ब्रासिकेसीको फ्यामिलीको हामीहरूलाई हेबिटाट, त्यसपछि त्यसको सिस्टमिक वेले गर्नुपर्छ। हामीले त्यसको डिस्क्राइब जब गर्नुपर्छ तब सिस्टमिक वे हामीले मानिलियो मैले फ्यामिलीको मैं डिस्क्राइब गरेछु। एक्जाममा ब्रासिकेसी फ्यामिली आइसकेको छ। त ब्रासिकेसी फ्यामिली आउँदा हामीले ध्यान कहाँ दिनुपर्छ कि मान्यो फ्यामिली ब्रासिकेसी फ्यामिली रहेको छ। ब्रासिकेसी फ्यामिली यो जुन ब्रासिकेसी फ्यामिली रहेको छ त्यसलाई हामीले सिम्पली यसको इक्जाम्पल एउटा तोरी लिन सक्छौँ जुन हो यसको मेम्बर। त ब्रासिकेसी फ्यामिलीमा मानिलियो हामीले डिस्क्राइब गर्नु छ त पहिला हामीले यसको हेबिट एन्ड हेबिटाट गर्नुपर्छ। त्यसपछि हामीले के गर्नुपर्छ त्यसको रुट गर्नुपर्छ। त्यसपछि हामीले सिस्टमिक वेले, यो सिस्टमेटिक बोटनी पनि यसलाई भनिन्छ। त्यसैले अगर तपाईले मानिलियो तपाईले पहिले रुट गरिदिनु भयो, त्यसपछि तपाईले स्टेम गर्नुभयो, त्यसपछि पहिला रुट गरिदिनु भयो, त्यसपछि हेबिट एन्ड हेबिटाट गर्नुभयो, तब त्यो रङ भइहाल्छ। तपाईको 8 मार्क पनि जामै जान्छ। ध्यान दिनु होला तपाईले यहाँ गल्ती गर्नु नहोला। सिस्टमिक वेले मानिलियो अब यो त भेजिटेटिभ क्यारेक्टर हो। भेजिटेटिभ क्यारेक्टर भयो स्टेम, लिभ्स, यो त भेजिटेटिभ क्यारेक्टर हो। तर तपाईले अगर फ्लोरल क्यारेक्टरमा हेर्नुहुन्छ त इन्फ्लोरेसेन्स, त्यसपछि फ्लावर, त्यसपछि क्यालिक्स, कोरोला, इन्डोनेसियम, गाइनोसियम। यहाँ ध्यान दिनु होला कि हामीले मानिलियो मैले पहिला इन्डोनेसियम डिस्क्राइब गरिदियो इन्फ्लोरेन्स पछि, तब त्यो रङ भइहाल्छ। त ध्यान दिनु होला हामीले लाइन बाई लाइन गर्नुपर्छ। तपाईले नोट लेख्नुभयो होला, तपाईले त्यहाँ ध्यान दिनु होला नोटलाई। तपाईको टिचर जुन पढाउनु भयो होला त्यहाँ पनि सिस्टमेटिक वेले मात्र लेख्नुभयो होला। त ध्यान दिनु होला कि तपाईले यहाँ गल्ती नगर्नु होला, नत्र 8 मार्क जामै जान्छ। त्यसपछि हामीले फ्यामिलीबाट एउटा अरमा क्वेसन के हुनसक्छ। फ्यामिली मध्ये म तपाईलाई बताइदिरहेको छु कि 3वटा फ्यामिली जरुरी छ। एउटा फ्यामिली छ ब्रासिकेसी, यो भयो। एउटा फ्यामिली छ हामीहरूको सोलानेसी,
त्यसपछि हाम्रो फ्याबेसी। यी 3वटा फ्यामिलीमध्ये कुनै न कुनै आउँछ नै आउँछ। तपाईँले ध्यान दिनु होला कि 3वटा फ्यामिलीमध्ये कुनै न कुनै आउँछ। लिलिएसी गर्नु पर्दैन, त्यति खासै त्यति क्वेसन अहिलेसम्म रिपिट भएको छैन लिलिएसीको। तर ब्रासिकेसीको, बढीतर फ्याबेसीको, कहीँ कहीँ सोलानेसीको पनि क्वेसन रिपिट भएको छ। त 3वटा फ्यामिली गरिदिनुहुन्छ तपाईँको 8 मार्क कन्फर्म। मानिलिए तपाईँलाई फ्यामिली हुन सक्दैन, त तपाईँले एउटा अरू क्वेसन अरमा हुन्छ, त्यसलाई तपाईँ गर्न सक्नुहुन्छ। अरमा क्वेसन के आउन सक्छ? त अरमा कन्फर्मली भनौँ या नभनौँ तर स्पाइरोगाइरा हुनसक्छ, या त्यसपछि यसको जग्गा मार्केन्सिया हुनसक्छ। त मार्केन्सिया स्पाइरोगाइरा कुनैमध्ये एउटा हुन्छ नै हुन्छ। स्पाइरोगाइरा भयो त मार्केन्सिया हुँदैन, मार्केन्सिया भयो त स्पाइरोगाइरा हुँदैन। यो 2वटा गरिदिनुहुन्छ। यसको के हुनसक्छ? अब यसको हुन के सक्छ? त यसको रिप्रोडक्सन लाइफ साइकल हुनसक्छ, या यसको रिप्रोडक्सन, यसको सेक्सुअल रिप्रोडक्सन हुनसक्छ, जुन हामी लेटरल कन्जुगेसन, डाइरेक्ट इन्डाइरेक्ट, स्क्यालिफर्म कन्जुगेसन तपाईँले इक्जाममा पढ्नु। मार्केन्सियाको हुनसक्छ, त्यसको पनि सेक्सुअल रिप्रोडक्सन, जुन हामी एन्थ्रेडियम आर्किगोनिया त्यो पढेछु, त्यही हुनसक्छ, त्यही च्याप्टरको हो। त्यसमध्ये कुनै एउटा हुनसक्छ। तपाईँले यसको फिगर, लाइफ साइकल, कसरी रिप्रोडक्सन गरियो त्यसरी तपाईँले हेराउनुपर्छ। कसरी जाइगोट बनियो, कसरी स्पोरोफाइट बन्यो, त्यही हेराउनुपर्छ। त्यसपछि यो पनि भइहाल्छ। अगर तपाईँ लेखिदिनु भयो यो क्वेसनमध्ये या यो क्वेसनमध्ये तपाईँको 8 मार्क कन्फर्म छ। त्यसपछि म 11 नम्बर हेर्छु, तब हामीले 11 नम्बरमा एउटा सेल डिभिजन दिन सक्छ, या सेल डिभिजन पनि दिन्छ। त सेल डिभिजन जरुरी पनि छ। 11 नम्बरमा हाम्रो क्वेसन हुन्छ सेल डिभिजनको। सेल डिभिजन पनि हुनसक्छ। त यसको सेल डिभिजनको क्वेसन जब हुन्छ, तपाईँले ध्यान दिनु होला कि सेल डिभिजनबाट बढीतर म्याक्सिमम साल मियोसिसको क्वेसन नै आइछ। मियोसिसको क्वेसन नै आइछ। त मियोसिसको क्वेसन मात्रै कुन आउन सक्छ? त्यसैले बढीतर मियोसिसबाट त्यो पनि प्रोफेज 1 को सोध्छ। प्रोफेज 1 जरुरी छ। त्यसमा धेरै स्टेपहरू छ, जस्तै जाइगोटिन, लिप्टोटिन, त्यहाँ ध्यान दिनु होला, प्याकेटाइन, सबै धेरै त्यहाँ स्टेजहरू रहेको छ। तपाईँले त्यहाँ पनि ध्यान दिनु होला। त्यसमध्ये मात्रै एउटा कुनै क्वेसन सुन्न सक्छ कि या बन्न सक्छ, डिस्क्राइब द प्रोफेज अफ मियोसिस। त यहाँ ध्यान दिनु होला। यसबाट क्वेसन फिगर पनि जरुरी छ। तपाईँले घरबाट फिगर प्र्याक्टिस गरेर जानुपर्छ। तपाईँ अगर फिगर बनाउनु हुँदैन त्यहाँ पनि तपाईँको 3-4 मार्क कटिहाल्छ नै कटिहाल्छ। हामीले एउटा फ्यामिलीमा के छोडिदियो त फ्यामिलीमा फ्लोर डायग्राममा फ्लोर फर्मुला एकदमै इम्पोर्टेन्ट छ। एउटा तपाईँले मैं कुरा बताएन, त्यो के थियो? इकोनोमिकल प्लान्ट के थियो? त इकोनोमिकल प्लान्टमा त्यो यसबाट फ्यामिलीको, जस्तो मानिलिनु मैले सोलानेसीको फ्यामिलीको आयो, त सोलानेसीबाट मलाई 3वटा फ्यामिलीको लेख्नुपर्छ। जस्तै म भन्न सक्छु सोलानम निग्रम यो भयो, या सोलानम ग्रेन्डिफ्लोरम यो भयो। त्यसको इम्पोर्टेन्ट यसको नाम यो साइन्टिफिक नेम हो। यसको हामीहरू जब लोकल नेम हेर्छौँ तब अलग अलग रहन्छ। सोलानम निग्रम त्यही भटवास भनिन्छ नेपाली भाषामा। त त्यही भयो। त्यसको इम्पोर्टेन्ट पनि लेख्नुपर्छ, के को लागि युज हुन्छ, र त्यसको साइन्टिफिक नेम लेख्दा तपाईँले भनिदिएको छु। तपाईँ अगर यस्तो लेख्नुभएको हुन्छ तपाईँले अन्डरलाइन गर्नुपर्छ। त्यसैले ध्यान दिनु होला। त यो भयो हामीहरूको 16 मार्कको बोटनीबाट। अब हामीले जुलोजीबाट हेर्छौँ। त जुलोजीमा 16 मार्कको क्वेसन त्यहाँ आफ्नो क्वेसन पुगिसकेको हुन्छ। 22-23बाट 22 नम्बर 23 नम्बर क्वेसन हुन्छ। 22-23 क्वेसनमा बोटनी त अब सानै हो छ, त्यहाँ बढी छैन। तर जुलोजीमा अलिकति हार्ड हुन्छ। जुलोजीमा फ्रग, अर्थवर्म, प्लाज्मोडियम हाइवेक्स, पारामेसियम, त्यसपछि हेऱ्यो त इभोल्युसन, त्यहाँ बढी एनिमल बिहेभियर, त्यहाँ पनि क्वेसन आउन सक्छ। तर म इम्पोर्टेन्ट क्वेसन भनिदिन्छु। लङ क्वेसनमा एउटा कन्फर्म छ कि के आउन सक्छ? अर्थवर्मको क्वेसन आउँछ। अब अर्थवर्मको क्वेसन के आउन सक्छ? अर्थवर्मबाट बढीतर अहिलेसम्म मैले क्वेसन हेरेँ, सबै क्वेसन जब म जाँच गरिएको थियो तब बुकको त्यहाँ हेरेँ, त त्यहाँ पहिला बढी मैले एलिमेन्ट्री क्यानाल अफ अर्थ मैले हेरेँ। एलिमेन्ट्री क्यानाल अफ अर्थ, अर्थवर्म, एलिमेन्ट्री क्यानाल अफ अर्थवर्म। यो क्वेसन बढीतर रिपिट भएको छ बुकमा। हिसानको द्वारा जुन सञ्चालित सेटहरू छ त्यहाँ एलिमेन्ट्री क्यानाल अफ अर्थवर्म बढी क्वेसन रिपिट भएको छ। त यो इम्पोर्टेन्ट पनि क्वेसन रहेको छ। तपाईँले अगर यो गर्न सक्नुहुन्छ, तपाईँको
50% कन्फर्म नै छ कि 8 मार्क आउन सक्छ। अब 50% को लागि के गर्नुपर्छ त 50% को लागि यहाँ एउटा यो क्वेसन थाहा छ तपाईँको कति नम्बरको? यो क्वेसन 23 नम्बरको हो। 23 नम्बरमा एलिमेन्ट्री क्यानाल अर्थबाट एउटा कन्फर्म नै कन्फर्म छ कि एउटा फ्रगबाट सोध्छ। 23 नम्बरमा यही दुईमध्ये एउटा कुनै नै सोध्छ। र फ्रगमा हुन के सक्छ त फ्रगमा रेस्पिरेसन हुनसक्छ या त्यसपछि त्यसको एलिमेन्ट्री क्यानाल हुनसक्छ फ्रगको पनि। त्यति सोध्दैन फ्रगको एलिमेन्ट्री क्यानाल, तर रेस्पिरेसन त्यसपछि त्यसको हार्टको फ्रगको हार्टको बडी त सोध्न सक्छ। त्यो दुईवटा मध्ये एउटा क्वेसन जरुर कन्फर्म आउँछ नै आउँछ। अगर तपाईँले यो गरिलिनुभयो त तपाईँको कन्फर्म 8 मार्क हुनसक्छ। अब हामीहरूले क्वेसन नम्बर 22 मा हेऱ्यो त 22 नम्बरमा क्वेसनमा हेर्छौँ कि 22 नम्बर क्वेसनमा बडी त एउटा इनहेरेन्ट बडी त कुनै एउटा मतलब इभोल्युसनबाट आउँछ। इभोल्युसनबाट बडी ज्यादातर डार्विनिजम नै इम्पोर्टेन्ट रहेको छ। त्यसबाट ह्युमन इभोल्युसनको त लङ क्वेसनमा आउँदैन, तर बडी त इभोल्युसनबाट नै 22 नम्बरमा क्वेसन आउँछ। 22 नम्बर क्वेसनमा हेऱ्यो तब हाम्रो डार्विनिजम बडी इम्पोर्टेन्ट रहेको छ। त्यसपछि अलिकति ल्यामार्किजम तपाईँ गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँले एभिडेन्सेस अफ इभोल्युसन पनि हुनसक्छ, अर्ग्यानिक इभोल्युसन। त्यसपछि कहीँ तर लङ क्वेसनमा त आउँदैन, तर क्वेसन बताइदिरहेको छु। सर्ट क्वेसनमा इभोल्युसनबाट के आउन सक्छ त तपाईँको मिलर एन्ड युरे एक्सपेरिमेन्ट आउन सक्छ। त मिलर एन्ड युरे एक्सपेरिमेन्ट इम्पोर्टेन्ट के को लागि रहेको छ त सर्ट क्वेसनको लागि हो, त्यो पनि जुलोजीको लागि, बोटनीको लागि होइन। त्यसपछि बोटनीमा बडी त एउटा अर्थबाट कन्फर्म 23 नम्बरमा हुन्छ या फ्रगबाट। अब त्यसपछि हेरिदियो हामीहरू। अब तपाईँले सोध्नुहुन्छ प्लाज्मोडियमबाट के भयो त? प्लाज्मोडियमबाट पनि क्वेसन रहेको हुन्छ, तर प्लाज्मोडियमबाट अगर क्वेसन हेर्नुहुन्छ त त्यो तपाईँको जुलोजीको सर्टमा गइहाल्छ। प्लाज्मोडियमको के हुनसक्छ त प्लाज्मोडियमको सेक्सुअल रिप्रोडक्सन या सेक्सुअल रिप्रोडक्सन इन ह्युमन इन मस्किटो कुनैबाट एउटा हुनसक्छ। तपाईँ त्यहाँ पनि गर्न सक्नुहुन्छ। सबभन्दा जरुरी के छ कि तपाईँले बडी डिस्क्रिप्सन गर्न सक्नु भएन इक्जाममा केही भयो, तर तपाईँले सबभन्दा बढी जरुरी के छ फिगर तपाईँले जब तपाईँको कपी टिचरनिर जान्छ चेक हुनको लागि, त्यहाँ तपाईँको टिचरले त्यति लङ्ग्वेजमा ध्यान दिँदैन, तपाईँको फिगर हेर्छ कि फिगर कस्तो बनेको छ। तपाईँले फिगर जामै राम्रो बनाउनु भएको छ, तपाईँको जुन टिचर हुन्छ त्यो थाहा भइहाल्छ कि जसले कि तपाईँले पढ्नु भएको छ। तपाईँले फिगर डिल गर्नुभयो राम्रोदेखि, तपाईँको क्वेसन मार्क आउन सक्छ। मानिले तपाईँले खुबै ज्यामै 3 पन्ना 4 पन्ना जति डिस्क्राइब गरिदिनु भयो र फिगर बनाउनु भएन त तपाईँको मार्क कम आउन सक्छ। तर तपाईँले 2 पन्ना नै डिस्क्राइब गर्नुभयो र तपाईँले फिगर बनाइदिनु भयो त तपाईँको मार्क 7 त एटलिस्ट आउन सक्छ। त्यसैले ध्यान दिनु होला कि यहाँ तपाईँले गल्ती नगर्नु होला। तपाईँले बडी त लङ क्वेसनमा एलिमेन्ट्री क्यानाल अफ अर्थम गरिलिनु होला। एउटा डाइजेसन पनि रहेको छ, त डाइजेसन पनि गर्न सक्नुहुन्छ। यहाँ तपाईँले अर्थबाट एउटा अरू इम्पोर्टेन्ट रहेको छ, त्यो पनि रिप्रोडक्टिभ सिस्टम, त्यही मेल र फिमेल दुवैको। फिगर तपाईँले जरुरी छ। यो एलिमेन्ट्री क्यानाल अफ फिगरको अर्थम बनाउनु होला। त्यहाँ फ्रगको हार्ट इन्टर्नल स्ट्रक्चर हार्टको बडी क्वेसन सोधेको छ सेटमा। त्यसैले तपाईँले त्यहाँ पनि एकचोटि ध्यान दिनु होला। यति पढिलिनु भयो त तपाईँको मानिलियो 32 आउन सकेन, कन्फर्मली 32 आउन सकेन, 20 तब आयो नि, तपाईँले अझै 15-16 मार्क तपाईँले जुटाइलिनुहुन्छ, तपाईँको रिजल्ट निस्किन्छ। त्यसैले ध्यान दिनु होला, त्यहाँ गल्ती नगर्नु होला। अगर तपाईँले सर्ट क्वेसनको भिडियो खोज्नु भएको हुन्छ तब तपाईँले जरुर कमेन्ट गर्नु। म सर्ट क्वेसनको पनि भिडियोको समरी दिइहाल्छु कि यो पढ्न जरुरी रहेको छ। त ध्यान दिनु होला। अगर तपाईँले कुनै अझ विषयको तपाईँले चाहियो इम्पोर्टेन्ट क्वेसन त कमेन्ट गर्नु, म बनाइदिन्छु नेक्स्ट भिडियोमा। फिजिक्स भयो, केमिस्ट्री भयो, या हेरिलियो त मेरो इङ्ग्लिस भयो या नेपाली भयो। त ध्यान दिनु होला। मैले बताएँ त्यहाँबाट तपाईँले मानिलियो तपाईँले पुरै गर्न सक्नु भएन त एलिमेन्ट्री क्यानाल अफ अर्थम गरिदिनु होला। त्यसपछि तपाईँले के गर्नु होला, एउटा फ्यामिली गरिदिनु होला। फ्यामिली पनि भएन तब एउटा स्पाइरोगारा मार्केन्सिया त्यो एउटा गरिलिनु हुन्छ। तपाईँको 8बाट धेरै कमजोर हुनुहुन्छ तपाईँ, तर तपाईँको त पनि 16 मार्क भइहाल्छ। अहिले एक दिनमा मजादेखि 16 मार्क हुन्छ। त्यसपछि तपाईँले एमसिक्यू गर्न सक्नुहुन्छ। त्यसबाट 10 मार्क अगर भएन सबै त 10 मार्क आयो, 10 र 16 26 मार्क आयो। 1-2 मार्क अझै घटाइदिनु होला, अझै सिक्न सक्नुहुन्छ, तपाईँको कन्फर्म रिजल्ट पास भइहाल्छ।
तब फेलको कुनै चान्स छैन, तर तपाईँले पढ्नुपर्छ। अहिले कृपयाको अहिले छाडिदिनु त्यो मोबाइल चलाउन, ध्यान दिनु। यो 16 मार्कको तपाईँ अगर 16 मार्क निस्किन तपाईँले इजी हुन्छ निस्किनको लागि तपाईँले 11 क्लासमा हेल्प गर्छ। 16 मार्क तपाईँले लङ क्वेसन जरुरी छ। 32 मार्कको क्वेसन पुऱ्याइ तपाईँले 16 मार्कको पनि क्वेसन गरिदिनु, एन्सर सही भयो त तपाईँको इजिली निस्किन्छ रिजल्ट तपाईँको। ध्यान दिनु होला। अगर तपाईँले अर्को अरू कुनै सब्जेक्टको भिडियो चाहनुहुन्छ तब कमेन्ट गर्नु, म नेक्स्ट भिडियोमा त्यसलाई सिध्याउँछु। अहिलेको लागि बाई बाई।